ऊर्जा मन्त्री दीपक खड्काजीको अभिव्यक्ति र कार्यशैलीले यति स्पष्ट भइसकेको छ कि उहाँ कुलमानजीको विरोधी मात्र नभई पक्कै पनि ठूलै दुश्मन हुन्। वर्षौं घाटामा रहेको नेपाल विद्युत प्राधिकरण अनि अँध्यारोमा बस्न बाध्य बनाइएका नेपाली जनताहरूले कुलमानजी आएपछि नै राहत पाएका हुन्, हैनन् र? भारत र तेस्रो मुलुकमा बनिने बिजुली उत्पादन गर्ने सामानहरू जस्तै इन्भर्टर, ब्याट्री र जेनेरेटर जस्ता कम्पनीहरूसँग करोडौं रुपियाँ घुस खाँदै नेपाली जनताहरूलाई 18 घण्टासम्म लोड सेडिङ गर्दै अँध्यारोमा राख्ने यही प्रजातान्त्रिक लोकतान्त्रिक नेताहरू थिए, होइनन् र? प्रचण्डको एउटा पाटो राम्रो भयो, उहाँले कुलमानजीलाई अगाडि ल्याउनु भएकै हो। राम्रोलाई हामीले राम्रो भन्न सक्नुपर्छ। अब फेरि मन्त्री दीपक खड्का र अन्य नेताहरू मिली कुलमानजीलाई हटाई विदेशी कम्पनीहरूबाट करोडौं रुपियाँ घुस खाँदै फेरि पनि नेपाली जनताहरूलाई अँध्यारोमा राख्ने चलखेल भइरहेको छ। खोइ तपाईको विरोधको आवाज देशमा भइरहेको अराजकता भ्रष्टाचार विरुद्ध तपाईले आवाज आज उठाउनु भएन भने भोलि गएर तपाई र तपाईका आउने सन्तानहरूले पक्कै पनि नेपाल देशभित्रै दुःख पाउनेछ। मेरो एउटा विरोध मन्त्री दीपक खड्का विरुद्ध, मन्त्री दीपक खड्का मुर्दाबाद।